नमस्ते। अनि आफ्टर भेरी लङ टाइम म चाहिँ फेरि भ्लग गर्दैछु। यो भ्लग बनाउनुको मेन रिजन भनेको चाहिँ मेमोरीको लागि हो। अब त्यत्रो टाइम कहाँ हरायो भनेर सोच्नुभयो भने चाहिँ म चाहिँ अहिले अर्कै अवस्थामा छु। के भन्नु, म चाहिँ प्रेग्नेन्ट थिएँ भनौँ न, छु भनौँ न। अच्छा ठीक है, समझ गया। अब यो भिडियो अपलोड गर्दासम्ममा त बेबी जन्मिसकेको हुन्छ। प्रेग्नेन्ट थिएँ नै भनौँ, प्रेग्नेन्ट थिएँ। अनि अब यो भिडियो बनाउनुको मेन रिजन चाहिँ मेमोरीको लागि। अब मोबाइलमा फोटो भिडियो त खिचिन्छ, खिचेर राखिन्छ, पछि मोबाइल बिग्रिन सक्छ, हराउन सक्छ, मेमोरी फुल भएर यताउति फरवार्डहरू गर्न सकिन्छ होइन। तर अब भिडियो गरेर युट्युबमा राखिराख्यो भने चाहिँ पछि पुस्तासम्म नि हेर्न मिल्छ नि त। त्यही भएर मैले चाहिँ यो बर्थ भ्लग गर्ने निर्णय गरेँ। अब हेरौँ कस्तो हुन्छ, मेरो बच्चाले फ्युचरमा हेर्छ भनेर। यो चाहिँ मेरो सेकेन्ड प्रेग्नेन्सी हो, सेकेन्ड बेबी हुँदैछ। पहिला छोराको पालामा त अब त्यतिखेर आइडिया पनि भएन, इन्ट्रेस्ट पनि थिएन भनौँ न। अहिले चाहिँ आफैलाई रहर लाग्यो कि भिडियो गरेर राखिराख्यो भने त भविष्यमा उसले नि हेर्छ नि त, उसले हेर्छ, म आफैले पनि हेर्छु। मेरो बच्चा जन्मिँदा म त्यस्तो थिएँ, त्यस्तो भयो भनेर नि बच्चाले पनि ठुलो भएर हेर्न पाउँछ। तर त्यही हो, तिमीले चाहिँ चित्त नदुखाउनु नि फेरि मेरो पालामा चाहिँ गरेन भनेर। त्यतिखेर अब दिमागमै आएन भनौँ न। अब सेकेन्ड यो सेकेन्ड प्रेग्नेन्सी सेकेन्ड भने पनि लास्ट भन्ने पनि मेरो अब यति नै हो। 2 सन्तान ईश्वरको वरदान भने जस्तो अब यति नै। अब म फेरि प्रेग्नेन्ट त हुँदिनँ। अनि यो चाहिँ मैले मेमोरीको लागि क्याप्चर गर्दैछु, त्यही हो भिडियो। अनि यस्तो रहेछ क्या, यो भिडियो गरिराखो, भिडियो फोटोहरू गरिराखो, युट्युबमा हाल्यो भने चाहिँ पछि हेर्नु पनि मिल्दो रहेछ। अनि मान्छे यो संसारमा नभए पनि त्यो भिडियो देख्दा चाहिँ ओहो बिचरा यस्तो थियो भन्ने हुँदो रहेछ क्या। त्यो चाहिँ मलाई कहिले रियलाइज भयो भने अस्ति हामी मङ्सिरमा पहाड जाँदाखेरि गरेको पूजाको भिडियो फोटोहरू हेर्दा कि त्यतिखेर हाम्रो उहाँ बाजे, छिमेकी बाजे हुनुहुन्थ्यो। हाम्रो पूजा गर्ने चाहिँ यसुकै गर्ने भन्नु उहाँले हुनुहुन्थ्यो कि। अनि अस्ति खस्नुभयो जेठमै होला, जेठमै जस्तो लाग्यो, जेठ कि वैशाखमा खस्नुभयो। अनि अस्तिको नानीहरूले टिभीमा भिडियो हेरिराखेको रहेछ, हाम्रो पाहाडको भ्लग हेरिराखेको रहेछ। यसो हेरेको बाजेलाई देखेँ अनि कस्तो लाग्यो, बिचरा मान्छे त खसेर कहाँ पुगिसक्नुभयो। तर भिडियो त छ नि, अनुहार देख्दाखेरि त्यस्तो झसङ्ग मनमा आयो क्या। अनि गरिराख्नु पर्ने रहेछ यो चाहिँ, पछि ब्युटिफुल, अहिले हामीले केही जस्तो नसोचे नि त्यो चाहिँ पछि हाम्रो लागि चाहिँ ब्युटिफुल मेमोरी, प्लस हेर्दाखेरि पनि कस्तो आनन्द आउँदो रहेछ जस्तो लाग्यो क्या। त्यही भएर मैले चाहिँ मेरो यो सेकेन्ड प्रेग्नेन्सी, सेकेन्ड मम हुँदाखेरिको भिडियो बनाएर राखिराख्नु मन लाग्यो। अब त्यही हो, तपाईँहरूलाई म के देखाउँछु भने आज होइन, भोलि म हस्पिटल जाँदैछु। आज चाहिँ हस्पिटल जानु अघिल्लो दिन, भोलि हस्पिटल जान्छु, भोलि एडमिट हुन्छु, सायद पर्सि बेबी हुन्छ होला। मैले यो भिडियो अपलोड गरिसक्दा बेबी भइसकेको हुन्छ। मेरो चाहिँ अवस्था यस्तो छ अहिले। अनि यो भिडियो चाहिँ यो भिडियोमा चाहिँ म तपाईँहरूलाई के देखाउने छु भने सेकेन्ड प्रेग्नेन्सीको एक्सपिरियन्स हल्का फुल्का सुनाउने, अनि मेरो हस्पिटल ब्याकप्याक देखाउँछु। आज हस्पिटल जानु अघिल्लो दिन म चाहिँ प्याकिङ गर्दैछु। अनि हस्पिटल ब्यागमा चाहिँ म के लगाउँदैछु भनेर पनि देखाउँछु।
एज अ एक्सपिरियन्स सेकेन्ड टाइम मम टु बी। पहिला चाहिँ अब कति धेरै कुराहरू छुटेको थियो र दुःख पाइएको थियो होइन। योचोटि चाहिँ अनि त्यही अनुसार सामानहरू हाल्दैछु। के चाहिने के नचाहिने, पहिला अब चाहिने पनि लगेँ नचाहिने पनि लगेँ, त्यतिखेर चाहिँ त्यस्तो भएको थियो। योचोटि चाहिँ चाहिने मात्र बोकेर जाँदैछु। अनि सबैभन्दा पहिलो कुरा त हस्पिटल जाँदा मेन चेकअप गरेको कागजपत्रहरू त्यो लानु पर्यो। नम्बर 1 इम्पोर्टेन्ट भनेको यो बिना चाहिँ तपाईँ हस्पिटलमा एडमिट हुन सक्नुहुन्न। मेन कागजपत्र हो। त्यसपछि आउँछ बेबीको सामान। अनि मैले चाहिँ योचोटि चाहिँ लुगा चाहिँ 3 सेट लगिदिनु लागेको छु। पहिला मेरो सेवीको पालामा चाहिँ मैले 2 सेट मात्र लगेँ। त्यहीमाथि थाहै भएन कति लुगा चाहिन्छ के चाहिन्छ। अनि त्यहीमाथि म त सी सेक्सन भयो। सी सेक्सनलाई त 3 दिन मजाले राख्छ नि त। अनि त्यति बेला बच्चाले सु गरेर के गरेर लुगा फोहोर बनाएर उसको लागि फेरि त्यतै किनेर लुगा युज गर्नु पर्यो। त्यही भएर योचोटि चाहिँ म आफैले लगेर जान्छु। अनि हेर्नु न यो कति क्युट छ नि। यो लुगा यति क्युट लागेको मलाई होइन। मिल्ने भयो नि मै लाउँथेँ जस्तो क्या। कपडा फेरि यस्तो सफ्ट यति राम्रो छ कि बच्चाहरूको कपडा चाहिँ लास्टै क्युट हुन्छ। यो 2 सेट भयो। अनि यो 3 सेट के गर्नु, गर्मीमा जन्मिनु लागेको छ। अनि एकदमै पातलो लुगा किनिदिएको छु। म भोटो पनि लगी चाहिँ राख्छु। अब यो त्यो अघिको लुगाको सुराको भोटो लगी चाहिँ राख्ने हो, लगिराख्ने हो। तर खै गर्मीले पो लाउनु सक्छ कि सक्दैन। यो चाहिँ उसको भोटो एउटा 2टा 3टा भोटो लगिदिन्छु। 3टा लुगा 3टा भोटो, 3टा लुगा 3टा भोटो रेडी गरेको छु। तर गर्मीले पो लाउनु सक्छ कि सक्दैन। अनि यो टोपी क्युट सा टोपी चाहिँ 2टा। तर युज त हुन्छ यो टोपी चाहिँ हुन्छ, टोपी हुन्छ। अनि त्यसपछि उसको लागि बोतल। यो चाहिँ अबिबीको क्युट सा बोतल। अनि यो चाहिँ रह्यो होल्डिङ ब्ल्याङ्केट। बच्चा जन्मिने बित्तिकै डक्टरले मान्ने सबैभन्दा पहिलो। सेवीको पालामा त के अरे पातलो स्वाडल दिएको थियो। फेरि त्यो अलिक खस्रो पनि थियो। योचोटि चाहिँ मैले ब्ल्याङ्केट नै ल्याइदिएको छु। तर त्यतिखेर स्वाडल दिनुको मतलब मजाले पुछेर ओरेर अनि ब्ल्याङ्केटमा पोका पारेर दिन्छ होला नानी भनेको त। मेरो फुच्चेलाई त नपुछिकन फोरमा फोहोर पारेर दिए हो। अनि यो चाहिँ बेबी ओइल। अब किनकि जन्मेपछि अब हाची गरेको छ, सु गरेको छ, कन्टिन्युसली वाइप्सले मात्र गरिँदाखेरि पासेर घाउ हुनसक्छ नि त। त्यही भएर मैले चाहिँ ओइल लाउने अनि त्यसपछि वाइप्सले स्वाट पुछिदिने। त्यसो गरेर चाहिँ पास्दैन क्या बेबीहरूलाई। ओइल पनि ल्याइदिएको छु एउटा। यो चाहिँ बेबी के अरे कोकोन बसको बेबी वाइप्स चाक्पुस्ने। अनि यहाँ छ क्युट झोलामा क्युट कट्टुहरू। यो चाहिँ डाइपर, न्युबर्न डाइपर। अनि यो चाहिँ अर्को ब्ल्याङ्केट मुस्लिमको ब्ल्याङ्केट हो। ब्ल्याङ्केट 2टा मात्र लगिदिनु पर्यो किनकि गर्मी धेरै छन् त छ अरू पनि ब्ल्याङ्केट। तर त्यो एकदमै धेरै बाक्लो तातोवाला छ क्या। त्यो त काम छैन। यो अघिको उसको ब्ल्याङ्केटको बाहिरपट्टिबाट यसरी बेरेर बान्ने अरे के बाँधेर। अनि यो चाहिँ मम्मीको लागि टाउको बान्ने। आजकल त के निकाल्दैको सुत्केरी हुनुलाई पनि। यो चाहिँ मेरो लागि हो टाउको बान्नलाई, चिसो लाग्छ भनेर। अनि यो रह्यो यो चाहिँ मेटर्निटी बेल्ट। यो चाहिँ बच्चा जन्मेपछि बानिहाल्ने हो।
पहिला त मैले नजानेर के दुईवटा बेल्ट चाहिँ किने भरे बेल्ट चाहिँ बाँधिने यत्तिकै फाल्ने योचोटि त यस्तो कस्छु कि ढाड दुखेको आराम मिल्ने गर्छ अनि यो रह्यो बिप बोको खाउन घाँटीमा लगाइदिने यो पनि 2टा बोकिदिएको छु अनि यो चाहिँ न्यापी चाकमा बान्ने तर डाइपर नै लगाइदिन्छ होला कि पास्छ कि बोकी चाहिँ दिइराख्छु डाइपरले पासिहाल्यो बाई चान्स भने यो लगाइदिनु होला यो पनि मैले टन्नै ल्याइदिएको छु अनि मेरो लागि 2टा म्याक्सी पोक्छु मैले चाहिँ अर्को खालको गाउन चाहिँ लिएन किनकि यस्तो गर्मीसँग त्यही माथि म भनेको अपरेसन हुने मान्छे अनि अपरेसन हुने मान्छेले त्यस्तो गर्मीमा यस्तो तातो लुगा लगायो भने घाउ पाक्न सक्छ भनेर म चाहिँ बरु सुती नै प्रिफर गर्छु सुती नै लगाउने सुती नै शीतल पनि हुन्छ भनेर मैले चाहिँ 2टा म्याक्सी बोकेँ अनि यति नै हो यो चोटि मैले अनि तातो पानी खाने बोतल मेरो अपरेसन पछि फर्स्ट टाइम के खाइन्छ नि सुप दालहरू के यस्तो नमिठो सर्किन्छ होइन त्यो सर्किँदाखेरि गरेर खोक्दाखेरि घाउ यस्तो नमिठो चर्किन्छ अनि त्यतिखेर त म त पोहोर होइन जस्तो पोहोर भन्ने सेको पालामा त यस्तो नमिठो सर्केको थिएँ कि घाउै फुट्ला जस्तो भएको थियो क्या खोक्दाखेरि अनि चिसो पानी खाँदाखेरि फेरि निको हुँदैन तातै पानी खानुपर्छ त्यही भएर मैले यो बोकेँ तातो पानी खानलाई अर्को पनि छ मेरो हस्बेन्डको पनि त्यो पनि लैजान्छु 2टा लान्छु अनि यसमा मैले के छुटाएको छु र छैन अनि ब्ल्याङ्केट अरू त्यो सामानहरू हालेको त के देखाउनु होइन ओढ्ने ब्ल्याङ्केट लान्छु पेटीकोट पनि लानुपर्छ 2टा झिक्नै बिर्सेछु त्यो त यहाँ मैले देखाइनँ अब आजको भिडियो चाहिँ यति नै होला घरमा चाहिँ अनि म हस्पिटलको देखाउँछु हस्पिटलमा के गरिन्छ आफूले खिच्नु भ्याएसम्म आफूले खिचेर देखाउँछु नत्र भने अरूलाई खिच्नु लगाएन अनि यो सेकेन्ड प्रेग्नेन्सीको बारे कुरा गर्दा चाहिँ पहिलोभन्दा चाहिँ गाह्रो भयो योचोटि मलाई चाहिँ पहिला चाहिँ सेको पालामा चाहिँ यस्तो स्मुथ भएको थियो कि म आफूलाई म प्रेग्नेन्ट हो भन्ने नि बिर्सिन्थेँ कि कहिलेकाहीँ योचोटि चाहिँ पहिलो फर्स्ट ट्राइमेस्टर पनि लास्टै गाह्रो भयो बिचमा अलि ठिकै थियो राम्रो भयो बिचको 3 महिना फेरि लास्टको 3 महिना अहिले एकदमै गाह्रो भइरहेछ पहिला त केही नदुखेको के जिउहरू त्यो महिना पुग्दै आउँदाखेरि चाहिँ हल्का कम्मरहरू ढाडहरू दुख्थ्यो यो चोटि त यस्तो नमिठो जिउ दुखेको छ नि मेरो अनि फर्स्ट ट्राइमेस्टर पनि एकदमै गाह्रो भयो पेटमा ढुङ्गा हाले जस्तो हुन्थ्यो हामी चाहिँ हस्पिटल आएर नि एडमिट भइसकेको मुइनीहरू चाहिँ खाना लिन म्याट लिन जान लगेको छन् नदेखा यसले चाहिँ मेरो बोकिरहेको छ के हुन्छ अरे एउटा रोज सबै बुनु यसमा पनि मम्मी पनि बुनु म मात्रै भाइ एउटा बुनु राम्रो हुन्छ होइन राम्रो हुन्छ तर भाइ 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 माग्ने अब एउटा मात्रै त मलाई चाहिँदैन होला मलाई चाहिँदैन पैसा म आयो नि चिज गर्ने भाइ म यहाँको स्टाफ होइन हामी चाहिँ बेला आएर एडमिट भएर बसिसक्यौँ तर हामीले चाहिँ क्याबिनेट गर्ने भने चाहिँ प्याक रहेछ अब कहिलेसम्म लाग्यो भोलिपछि निकोर्सी अनि त्यो जानु दिन अघिल्लो दिनतिर के बस्छ भोलि नै पायो भने नभन त्यस्तो बिराट गर्मी म
अनि यतिखेर चाहिँ रातको 9 बजेको थियो। म चाहिँ भिडियो एक्सरे गरेर आउँदै थिएँ बहिनीसँग। हामी चाहिँ यहाँनिर बाहिर बसिरहेछौँ अनि खाना लिएर आएको छ। Yes, we are waiting for our new guest. Yes, excited. We are so much excited. सरप्राइज हुनेवाला छ सबको लागि, मम्मी Surprise. ड्याडी दिदी भाइ ठुलो दिदीको लागि पनि सरप्राइज, सब छ्यामाहरूलाई होइन। Yes, मेरो गेस्ट भाइ छ, छ्यामाहरूको छोरी छ। yes, daughter छ मेरो गेस्टमा। म त भाइ भन्दैछु, ब्रदर, लिटल ब्रदर, कजन है त। Cousin. अच्छा जी, ऐसा है क्या? हामी चाहिँ खाना खान लाग्यो। यसले मासु भात खा कि खा भनेर आज चाहिँ मासु भात खाइँदैछ। अब कति दिन बस्यो। मलाई सुदेखि डर लाग्ने मान्छेलाई यस्तो लगाइदिएन। आज चाहिँ हामी हस्पिटल लानु भोलिपल्ट साउन 24 मेरो चाहिँ यहाँ स्लाइन पानी चढाउने काम भइरहेछ। केटीहरू चाहिँ चिया कफी खाँदैछन्। हेलो, अपडेटिङ यु गाइज अन बर्थ ब्लग। अहिले चाहिँ भित्र हुनुहुन्छ छेमा अनि बेबिजको क्लोथ भर्खर माग्नुभयो। अब नयाँ मेम्बर, नयाँ गेस्ट आउँदै हुनुहुन्छ अनि म चाहिँ बोक्नुलाई एकदम रेडी भएर बसेको होइन। अब निकालिदिनुहुन्छ अनि विल अपडेट यु गाइज मोर। अहिले म चाहिँ यहाँबाट अपरेसन थिएटरबाट अनि एक्साइटेड, नर्भस, अब के हुन्छ, को हुन्छ, कस्तो हुन्छ, सबै राम्रै जान्छ कि जाँदैन। भर्खरै एक झोला आएर आएको। लेट्स सी, बाई बाई। फेरि अपडेट गर्दै गर्छु म। आजको भ्लगर चाहिँ मिस सन्ध्या कुलुङ 10:30 बजीतिर भित्र पसाएको होला। अनि अहिले कति बज्यो? 11:30 भयो। बाई बाई। अब सुन नयाँ मान्छे हेर्न पाइन्छ। It's a girl. मेरो गेस्ट रङ भयो। सिट भान्जी। Yes, भान्जी। अम्माई आँखा बन्द भएछ। मामालाई नि देखा न कस्तो लागिरहेछ मामालाई। हामी अब टाउको दुई गरेर छोडेको होइन पास त होला सबै लक्ष्मी माता चिसै छैन त हौ काँच होला हौ त्यहाँ बिस्तारै गरौँ न। बिस्तारै गरेको चाहिँ वेट चिसै छैन के हो यस्तो चिसै छैन भिडियो भर्खरै नानीलाई क्लिन गरेर राखिराखेको। दबाई लिएर आउनुभयो मामाजी, श्री मामाजी। छेमा चाहिँ भित्रै हुनुहुन्छ अब्जर्भेसनमा, 12 आवरको लागि अब्जर्भेसनमा। नानी चाहिँ झिकिम आमाई आँखा कोल्यो बल्ल 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 तातो भयो छोरीलाई, बल्ल तातो भयो। छेमाले त पुसिदिनै सकेन नपुसिदिएछ अब नानीले पनि डु गर्छ एकछिनमा। अनि बेबी भनेको
छ्यामाले सबलाई अपडेट दिनुहुँदैछ लक्ष्मी हुनुभयो भनेर। अनि यस्तै छ, लुगा चाहिँ लगाइदिनु बाँकी छ। यहाँ छ लुगा सानो नानीको लागि। अनि वाइप पुसेर मात्रै राखेको अहिले चाहिँ भित्रबाट नपुसिदिनु भयो हामीलाई नानी। अनि त्यही भएर यहाँ पुस्यौँ, मजाले गएन नि। कस्तो मजाले आँखा खोलेको, कस्तो मजाले आँखा रुकै छैन अरूको नानीहरू लिएर। सानो मान्छेले लुगा लाउँदै हुनुहुन्छ, लुगा लाउने कार्यक्रम सकिन आँट्यो। कहाँ पर्नुभयो छोरी बो त पर पोइन्ट ब्यागमा छ पुऱ्याइसकेँ। ल ल रोम्पर लाउनु भयो, अस्ति भर्खर किनेर लिएको। यो चाहिँ बो हो, हामीले चाहिँ खासमा उता किस हाउस इटहरीबाट किनेको थियौँ। त्यो चाहिँ त्यहाँको मान्छेले सामान हालिदिँदाखेरि स्टाफले हाल्दैन रहेछ, बिल चाहिँ काट्यो पैसा चाहिँ। अनि हिजो भर्खर फेरि इमर्जेन्सीमा किनेको यो चाहिँ सानी नानीको लागि। झ्यामालाई गट फिलिङ्स चाहिँ थिएछ छोरी हुन्छ भनेर होइन, म चाहिँ भाइ भनेको थिएँ। अब ब्लू कलरको क्युटवाला अब लाइटनिङ नमिलेर अलिक क्वालिटी चाहिँ अब लो नै भयो भिडियोको। अनि यहाँ नानी साथी हुनुहुन्छ बसिरहेको सबैजना। नानीको मामुलाई पनि सम्झेछ 12 आवर अब्जर्भेसनमा लाग्छ। अब त्यसपछि के हुन्छ हेरौँ, अब्जर्भेसनमा हुनु लागि चाहिँ 12 आवर कम्प्लिट भएको छैन। अनि हामी यहाँ नानीसँग लुगा लगाइदिएर बसिरहेको। हेलो गाइज, वेलकम टु आवर जर्नी अफ माई क्षमा गिभिङ बर्थ टु अ लिटल गर्ल, सी इज अ गर्ल। अनि आज चाहिँ थर्ड डे हो, हिजो सेकेन्ड डे थियो। हिजोको चाहिँ हामीले अपडेट दिन पाइनौँ, हिजो अलिक बिजी भएर यताउता गरेर यादै भएन। आज थर्ड डे डिस्चार्ज हुन लागेको। हाम्रो प्याकिङ कम्प्लिट भइसक्यो, 2टा ब्याग। अनि छ्यामा चाहिँ रेडी हुनुहुँदैछ जानुको लागि। सानी केटी सुतिरहनु भएको छ। अनि मुमा मामा हामी चाहिँ थर्ड फ्लोर सेकेन्ड फ्लोरमा क्याबिनमा थियौँ। आज चाहिँ अब यो क्याबिनलाई नै बाई बाई भन्ने दिन आयो। यहाँनिर चाहिँ आज चाहिँ बाई बाई क्याबिनलाई पनि। अब फेरि आउँदैनौँ हामी, आजै हो लास्ट पनि लास्ट। अब चाहिँ हामी डिस्चार्ज हुन आँटेको अनि फाइलहरू मिलाउँदै हुनुहुन्छ। हामी चाहिँ अहिले अब एम्बुलेन्समा लानुको लागि कुरा मिलाउन गर्न जान आँटेको। यहाँ यस्तो हालत छ, यस्तो गर्मी छ यो कोरिडोरमा। यहाँ मान्छेहरू कसरी बसिरहनु भएको होला हेर्नु त। आमामा नोबेल हस्पिटलको हालत यस्तो छ, रिनोभेसन चलि नै रहेछ। र यहाँ चाहिँ यस्तो अहिले यस्तो गार्डन बनाइदिनु भएको छ। जति पनि पेसेन्ट या पेसेन्टलाई रुङ्ने मान्छेहरू हुन्छ उहाँहरूको लागि अहिले चाहिँ यस्तो राम्रो भइसकेको छ। बिस्तारै बिस्तारै अझ रिनोभेसन हुँदै रहेछ। नोबेल पनि एकदम राम्रो बनाइसक्नुभयो। विराटनगरको सान अरे क्या, हस्पिटल चाहिँ विराटनगरको सान हुनु अरे होइन। यस्तो दामी गार्डन छ अहिले चाहिँ। अनि फुटपाथमा हिँड्नेको लागि बाटो पनि यस्तो छ, गाडीको लागि यहाँ छ। यो चाहिँ वान वे हो। अनि चाहिँ कुरा गरिसक्यौँ एम्बुलेन्ससँग जानुको लागि। विराटनगरदेखि कुरा पनि भइसक्यो, मिलिसक्यो। अहिले चाहिँ हामीले बाहिर अलिकति आँटेको फुटी चाहिँ हाल्छ, त्यही भएर होला नि नआइदिएको। अच्छा एउटा कुरा मान्छेहरू बस्छ यहीँ शीतल भयो भने होइन। हामी चाहिँ अब डिस्चार्ज गर्नको लागि मेडिसिनहरू उतो गर्न जाँदैछौँ। डेन्टल त्यता हो, डेन्टल सेक्सन त मलाई पनि थाहा भएन। फार्मेसी बी छ भन्दै थियो कर्नरमा, लेफ्ट ह्यान्ड साइड कर्नरमा। हामीलाई चाहिँ लोकेसन दिनुभएको थियो त्यहाँको रिसेप्सनिस्टले। अनि त्यो चाहिँ हामीले थाहा पाएनौँ कता हो के हो, हाम्रो थाहा पाउनु सकेनौँ। अब हामी डोरा द एक्सप्लोररमा भन्छ टिम भएर हामीलाई लोकेसन भनिदिनु भयो। अब हामी गयौँ है यहाँबाट। अनि अब त्यहाँबाट स्ट्याम्पहरू हानेर तपाईँहरू कता कति के थप्नुपर्ने हो, कता के हो, अब उहाँहरूले भनिदिनुहुन्छ। अनि त्यो बुझेपछि चाहिँ हामी डिस्चार्ज हुन्छौँ।
हामी चाहिँ अहिले बिलिङ गर्न आइसक्यौँ। अब मेडिसिनमा स्ट्याम्पहरू हाल्न मेडिसिनहरू थप्न आइसक्यौँ। अहिले हामी चाहिँ फार्मेसी एमा छौँ अनि अब कुरा हुन्छ। मेरो खुट्टीको बर्थ भ्लग चाहिँ यस्तै भयो साथीहरू। किनकि मलाई चाहिँ आफ्टर अपरेसन 24 आवर्सको लागि पोस्ट अपमा राख्यो अब्जर्भेसनको लागि, अनि मैले त मोबाइल छुनै पाएन। उनीहरूले नि भिडियो यति नै गरिदिएछन्। अहिलेसम्म दिनुभएकोमा थ्याङ्क यू फर वाचिङ।